Hi everyone, welcome back to my another mini vlog. आज चाहिँ हामी ज्यादै कुछ मोटायो भनेर चाहिँ इभिनिङ वकको लागि चाहिँ रेडी भएर चाहिँ बाहिरतिर लाग्यो हामी। अनि त्यसपछि बाहिर गएको थिएँ, यति धेरै भाइहरू पनि थियो अनि धेरैजना वक गर्ने मान्छेहरू पनि धेरै हुनुहुन्थ्यो। अनि यता चाहिँ हाजु र म चाहिँ कति पछि हामी यता यसरी हिँड्न आएको है भन्दै कुरा गर्दै हिँडिराखेको थियो। अनि बाटोमा चाहिँ यस्तो मकैहरू पनि फलेको रहेछ कि कति मिठो हुन्छ है, तर भैँसीले पो खाइदिएछ बिचरा। अनि हेर्नु न यति धेरै मान्छे हुनुहुन्थ्यो कि अरू पनि हुन्थ्यो तर मैले धेरै खिचिनँ। अनि यो चाहिँ नाइट भ्यू स्टार देखिरहेको थियो। अनि यता साइडमा चाहिँ प्लेन उडिरहेको थिए है साथीहरू, कस्तो राम्रो देख्छ के भिडियोमा भन्दा नि। अनि हामीले चाहिँ एङ्कीलाई चाहिँ लगाएन, अनि त्यही भएर मैले चाहिँ यसलाई मसाज गरिदिइरहेको छु कि यहाँ चाहिँ। अनि घर आएर एकछिन बसेर चाहिँ हामीले चाहिँ खाना खायो। मलाई चाहिँ यो शिविरसँग खाना खान चाहिँ एकदम मिठो लाग्छ कि। अनि मेरो चाहिँ खाने चाहिँ एकदम ढिलो हो कि बानी, अनि त्यही माथि यो लेफ्ट साइडको दाँत दुखेर चाहिँ मैले राइट साइडतिर मात्रै चपाउँछु कि। अनि यस्तो मिठो लाग्छ मलाई यो सिउरे। भात जति थोरै खाए पनि पानी खाने बित्तिकै लाउने ज्यान भएर होला है। जति थोरै खाए पनि एकदमै ज्यान लाग्छ कि मेरो चाहिँ। मैले चाहिँ वेट लस गर्नुपर्ने छ तर टाइम पनि त्यस्तै भएको छ। अनि मैले चाहिँ आजकल धेरै भ्लग पनि गर्न पाएको छैन, त्यही भएर मेरो मिनी भ्लग हेरेर चाहिँ मलाई सपोर्ट गरिदिनु होला। And thank you so much guys for watching till the end. Bye bye. Me too.